नमस्ते। आज हामी नेपालको उद्यमशीलता र लगानीको दुनियाँमा एउटा तरङ्ग नै ल्याएको कार्यक्रम शार्क ट्याङ्क नेपाल बारे अलिक गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। यो त त्यही कार्यक्रम हो नि जहाँ उद्यमीहरूले आफ्ना आइडियाहरू, सपनाहरू लगानीकर्ताहरू मतलब शार्कहरूलाई बेच्छन्। हो, ठ्याक्कै। अनि हामीसँग भएका स्रोतहरू, खास गरी शार्कहरूसँगका अन्तर्वार्ता विश्लेषणहरू छन् नि, त्यसको आधारमा नेपाली व्यावसायिक माहौलबारे यसले के देखाउँछ त्यो केलाउने हो आज। हो, र कार्यक्रमको स्केल पनि सानो थिएन। स्रोत हेर्दा त करिब 40 करोड रुपियाँ जतिको लगानी प्रतिबद्धता भएको देखिन्छ। यो त नेपाली कन्टेक्स्टमा ठूलै पैसा हो। 40 करोड? त्यो त हो। अनि लगानी मागको रेन्ज हेर्नुस् न कस्तो फराकिलो। 10 लाखदेखि लिएर 250 करोड रुपियाँसम्मका पिचहरू आएका थिए रे। 25 करोड? होइन, 250 करोडसम्म। गजब! यसले त नेपालमा उद्यमशीलताको भोग कति छ भन्ने देखानु नि। एकदमै। अनि त्यो शार्कहरूको विविधता पनि चाखलाग्दो थियो। फरक फरक क्षेत्रका उद्योग, कृषि, अटोमोटिभ, रेमिटेन्स, आइटी। हो, कोही पुस्तौनी व्यवसायबाट आएका, कोही फेरि शून्यबाटै सुरु गरेका। स्रोत हेर्दा के लाग्छ भने यो खालि नाफा नोक्सानको हिसाब मात्रै थिएन। त्यसो भए के थियो त? शार्कहरूले उद्यमीको त्यो कन्भिक्सन कस्तो छ, कतिको इमान्दार छ, आइडियाप्रति कति प्यासन छ, यस्ता कुरालाई निकै महत्त्व दिएको पाइयो। आइडिया त नौलो हुनै पर्यो होला। त्यो त छँदैछ। अनि कार्यान्वयन गर्न सक्ने क्षमता देखिनु पर्यो र सायद सबैभन्दा महत्त्वपूर्ण सल्लाह लिन सिक्न कतिको तयार छ त उद्यमी, होइन? त्यसले पनि ठूलो भूमिका खेल्यो। मतलब लगानीकर्ताले उद्यमीको त्यो चरित्र, उसको सिक्ने क्षमतामा पनि लगानी गरे जस्तो भयो। यो त अलि फरक सुन्यो नि। केही हदसम्म हो। वित्तीय कुरा त महत्त्वपूर्ण छँदै थियो, तर त्यो मात्रै सबथोक थिएन। एउटा शार्कले स्रोतमा भनेकै छन्, हामी ग्रोथ माइन्डसेट भएको उद्यमी खोज्दै थियौं। ग्रोथ माइन्डसेट भनेपछि उनीहरू व्यक्तिमा पनि लगानी गर्न तयार थिए। अनि पिच प्रक्रियाको कुरा गर्दा त बाप्रे, 100 भन्दा बढी पिचहरू। हो र, सुन्दै तनावपूर्ण। स्रोतले के भन्छ त्यसको अनुभव बारे? कुनै 15 मिनट, कुनै त 1 घण्टाभन्दा बढी लाग्यो रे। एकदमै। दुवै पक्षलाई, पिचरलाई पनि शार्कलाई पनि त्यो निकै हाई स्टेक अवस्था थियो। कतिपय पिचहरू त निकै भावनात्मक पनि भयो रे। रमाइलो कुरा के छ भने कति उद्यमीहरूले शार्कले गरेको लगानी प्रस्ताव नै अस्वीकार गरे। उल्टो। यसले नेपाली उद्यमीमा पनि आत्मविश्वास बढेको, आफ्नो मूल्याङ्कन गर्न सक्ने क्षमता आएको देखाउँछ। अर्कोतिर शार्कहरू नै पिचरबाट रिजेक्ट भएको पनि केस छ रे। त्यो त झन् रमाइलो। अनि उमेर समूह पनि कस्तो फरक फरक, टिनेजर्सदेखि 80 वर्षसम्मका उद्यमीहरू। साँच्चै प्रेरणादायी हो नि। ल, पैसा त आयो, तर पैसाले मात्र त सबै हुँदैन। लगानी बाहेक अरू के मूल्य थपे त शार्कहरूले? स्रोतमा त्यो मेन्टरशिप, नेटवर्कको कुरा उठेको छ। यो एकदमै महत्त्वपूर्ण कुरा हो। शार्कहरूले बारम्बार भनेका छन्, हामी पैसा मात्र होइन, हाम्रो अनुभव, नेटवर्क, विशेषज्ञता पनि लिएर आएका हौं। स्टार्टअपहरूलाई व्यवसायलाई अलि फर्मल बनाउन, जस्तै त्यो कानुनी प्रक्रिया मिलाउन, सही संरचना बनाउन सहयोग गर्ने कुराहरू भयो। अनि स्टार्टअपमा देखिने साझा समस्याहरू हुन्छन् नि, जस्तै त्यो स्वामित्वमा बढी मोह हुने वा अचानक पैसा आएपछि कसरी व्यवस्थापन गर्ने भन्ने थाहा नहुने। हो, त्यस्ता चुनौतीमा शार्कहरूको अनुभव, उनीहरूको मार्गदर्शन निकै काम लाग्न सक्छ। भनेपछि यो एक किसिमले स्मार्ट मनी भयो। पैसासँगै अनुभव र सञ्जाल पनि आयो। तर यो सबै प्रक्रियामा शार्कहरू आफैले चाहिँ के सिके त? उनीहरूको लागि कस्तो रह्यो यो? उनीहरूको लागि पनि यो ठूलो सिकाइ नै थियो। स्रोतमा उनीहरूले भनेका छन्, हामीले युवा पुस्ताको सोच बुझ्यौं, उनीहरूको त्यो महत्त्वाकांक्षा देख्यौं। टेक, क्लिन एनर्जी, अनि नेपालमा अलि नयाँ मानिएको हेम्प जस्ता उद्योगमा के भइरहेको छ त्यो नजिकबाट थाहा पाए। कति उद्यमी त नेपाली कम्पनीलाई ग्लोबल मार्केटमा लैजाने सपना बोकेर आएका थिए। त्यसले शार्कहरूलाई पनि निकै उत्साहित बनाएको देखिन्छ। उनीहरूको लागि पनि यो एक किसिमको रिचार्ज जस्तै भयो। कार्यक्रमले उद्यमशीलताको माहौल त बनायो, तर के यसले नीतिगत तहमा पनि केही असर गर्ला? स्रोतमा यसबारे केही छ? सम्भावना त छ। कम्तीमा एउटा बहस त सुरु भयो नि।
स्रोतमा शार्कहरूले नेपालको नीतिगत वातावरणबारे केही गुनासो पनि गरेका छन्। जस्तै नीतिहरू बन्न त बन्छन्, तर कार्यान्वयन फित्लो छ, प्रक्रियाहरू झन्झटिला छन्, नीतिमा स्थिरता छैन, जसले गर्दा व्यवसायीहरू अलि हतोत्साहित हुन्छन् भन्ने कुरा उठाए। त्यो त सुनिन्छ बेला बेला। ल्याइएका छन् भने राम्रो सम्भावना भएका स्टार्टअपहरू पनि लगानी पाएपछि व्यवस्थापन गर्न नसकेर, संस्थागत हुन नसकेर असफल भएका छन्। हो र? त्यो त दुःखद कुरा हो, सायद यो कार्यक्रमले नीति निर्माताहरूलाई यस्ता मुद्दामा अलि गम्भीर हुन दमाब देला कि? हेरौँ, त्यसो भए निष्कर्षमा के भन्न सकिन्छ भने शार्क ट्याङ्क नेपाल पैसा उठाउने ठाउँ मात्रै त पक्कै थिएन। यो त नेपाली उद्यमशीलताको इकोसिस्टममा एउटा नयाँ अध्याय जस्तै भयो, जहाँ लगानी थियो, मेन्टरशिप थियो, नवीनता थियो अनि अलिअलि ड्रामा बने। हो नि, यसले धेरैलाई उद्यमशील बन्न प्रेरित पनि गर्यो होला। यो एउटा सुरुवात हो जसले सायद स्थापित व्यवसायीलाई पनि नयाँ अवसर, सहकार्यबारे सोच्न बाध्य बनायो होला। उद्यमशीलतालाई ग्ल्यामराइज मात्रै गरेन, त्यसभित्रका चुनौती र अवसर दुवैलाई बाहिर ल्याइदियो। ठिक भन्नुभयो। आजको यो विमर्शपछि एउटा प्रश्न चाहिँ मनमा रहिरह्यो। स्रोतमा विश्वभर छरिएका लाखौं नेपालीहरूको कुरा पनि उठेको छ। उनीहरूको सिप, अनुभव, पुँजी, यसलाई कसरी नेपालको आर्थिक विकास र विश्वव्यापी व्यापार विस्तारमा अझ राम्ररी जोड्न सकिएला? अथवा यो जागिर नै खोज्नुपर्छ भन्ने मानसिकताबाट माथि उठेर उद्यमशीलताबाटै देशमा सम्पत्ति सृजना गर्ने सोचलाई कसरी हाम्रो समाजको मूलधार बनाउने होला? यो हामी सबैले सोच्नुपर्ने विषय हो जस्तो लाग्छ।